नेपालको ताजमहल, रानी महल, जुन पहाडहरूकी रानी पाल्पा जिल्लामा अवस्थित छ। नजिकै कलकल गण्डकी उत्तरतर्फ बगिरहेकी छन् र छेउमा भव्य सेतो महल छ। प्रेम गर्छु सबै प्रेमिल जोडीले भन्छन्, प्रेममा सबै पर्छन्। तर प्रेम गरेर नै इतिहास लेख्ने, इतिहास बनाउने कमै भाग्यमानी हुन्छन्। चोखो प्रेमको प्रतीक रानी महल खड्ग शमशेरले आफ्नो रानीलाई दिएको वचन पुरा गरेको प्रतीक हो त्यो। आफ्नो अत्यन्त प्रिय रानी तेजकुमारी देवीको मृत्युको बेलामा उनलाई भारतको आग्रामा रहे जस्तै ताजमहल बनाउने वचन दिएका थिए रे। त्यही अनुरूप उनले भारतबाट नै इन्जिनियर बोलाएर 5 वर्ष लगाएर 1954मा निर्माण पुरा गरिएको थियो रानी महलको। छेउमा उत्तरतर्फ बगिरहेकी कालीगण्डकी नदीले यसको महिमा अझ बढाएको छ। हिन्दू धर्म अनुसार विश्वास गरिन्छ कि उत्तर वाहिनीमा स्नान गर्नाले तथा पानी छोए मात्र पनि पवित्र भइन्छ, पाप नष्ट हुन्छ। यो भव्य प्रेमको प्रतीक महलमा 24 कोठा, 2 पोखरी र सुन्दर बगैँचा छ र यी नदी किनारमा धर्म गर्न आउनेका लागि बस्ने स्थान पनि छ। घोडा राख्ने तबेला पनि छ। दरबारको मूल ढोकाबाट कुँदिएको ढुङ्गा र इँटाबाट बनाइएको खुड्किला सिधा कालीगण्डकी कुण्डमा जोडिएको छ। पहिले मुक्तिनाथ जाने बाटो पनि यही थियो। खड्ग शमशेरले आफ्नो जीवनको 5 वर्ष मात्र यहाँ बिताएको विश्वास गरिन्छ। उचित संरक्षण र हेरचाह बिना महल जीर्ण भएपछि 2072 सालमा सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पुरातत्व विभागको लागतमा मन्दिरको पुनर्निर्माण भएको थियो। रानी महलको अध्ययन, भ्रमण र अवलोकन गर्न प्रत्येक व्यक्तिलाई छुट छ। हामीले टिकट काटेर महल परिसर घुम्न सक्छौँ। महलको टुप्पोमा गएर त्यहाँको वस्तुस्थिति, प्राकृतिक दृश्य र कालीगण्डकी नदी देख्दा मनै आनन्दित हुन्छ। वातावरण शान्त छ। महलको माथिल्लो तलामा खड्ग शमशेर र उनकी अत्यन्त प्रिय रानी तेजकुमारी देवीको तस्बिर राखिएको छ। त्यहाँ फोटा खिचाउनेको भिड नै हुन्छ। रानी महलको अध्ययन र अवलोकन गर्न प्रत्येक दिन देश तथा विदेशबाट सयौँ हजारौँ सङ्ख्यामा पर्यटक तथा विद्यार्थीहरू आउनुहुन्छ। शान्त, मनोरम प्राकृतिक सौन्दर्य बिचमा रहेको प्रेमको प्रतीक नेपालको ताजमहल, रानी महलको अवलोकन गर्न, अध्ययन गर्न तपाईँ पनि पुग्नुहोला, यो आग्रह रह्यो। भिडियो अन्त्यसम्म हेरिदिनु भएकोमा धन्यवाद। कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला, सब्सक्राइब गरेर हामीसँगै जोडिनुहोला। तपाईँको दिन शुभ रहोस्।